ब्लड टेस्ट नर्मल छ, ट्रान्सभजाइनल अल्ट्रासाउन्ड गर्दा पनि पाठेघर नर्मल छ, अण्डाशय नर्मल छ र श्रीमानको बृह पनि नर्मल छ, तर प्रेग्नेन्सी हुन सकेको छैन। यसलाई भनिन्छ अनएक्सप्लेन्ड इन्फर्टिलिटी। अनएक्सप्लेन्ड भन्नाले सबै कुरा ठिक छ भन्ने होइन। कहिलेकाहीँ प्रब्लम यस्ता साना साना हुन्छन् कि जुन ब्लड टेस्टबाट पत्ता लगाउन सकिँदैन। जस्तै अण्डा र शुक्रकृत भेटिए पनि फर्टिलाइज्ड हुँदैन। कहिलेकाहीँ भ्रूण या एम्ब्रियो पाठेघरमा गएर बस्दैन। एज, स्ट्रेस, लाइफस्टाइल, टाइमिङ यी सबै कुराहरूले म्याटर गर्दछ। सबैभन्दा इम्पोर्टेन्ट कुरा अनएक्सप्लेन्ड इन्फर्टिलिटीको ट्रिटमेन्ट छ। स्टेप बाई स्टेप, पेसेन्ट टु पेसेन्ट ट्रिटमेन्ट अभाइलेबल हुन्छ। सो सही टाइम र ट्रिटमेन्टले हजुरहरूको आमा बुवा बन्ने सपना साकार हुन सक्छ। थप जानकारीको लागि फिस्टेल आइभीएफ एन्ड फर्टिलिटी सेन्टरमा आउनुहोला।